आदरणीय दर्शक महानुभावहरू नमस्कार। हामीले केही समय अगाडि बकेया गाउँपालिका वडा नम्बर 8 बस्तीपुर निवासी श्री कुमार वाइबाको दुवै मृगौला फेल भइसकेपछि घरको सबै सम्पत्ति सकिसकेपछि आर्थिक अवस्था कमजोर भयो भनेर हामीले जुन भिडियो बनाएको थियौँ, आज त्यो भिडियो मार्फत उहाँहरूले भिडियो हेरिसक्नु भएपछि यहाँ रकम सङ्कलन गर्न पठाउनु भएको वैदेशिक रोजगारमा र स्थानीय आफ्नै ठाउँमा बसेको साथीभाइहरूले रकम पठाउनु भएको छ 1,09,512 रुपियाँ। आज मैले तपाईँहरूलाई उहाँहरूको नाम वाचन गर्न सुनाउँदैछु। उहाँ हुनुहुन्छ सुमन भोमजन हुनुहुन्छ, बकेया गाउँपालिका वडा नम्बर 8 बस्तीपुर, हाल साउदीमा हुनुहुन्छ। उहाँले 5,510 रुपियाँ पठाउनु भएको छ। त्यसै गरी ज्ञानबहादुर भोमजन हुनुहुन्छ, बकेया 8कै हुनुहुन्छ, बस्तीपुरकै हुनुहुन्छ, साउदी अरब, उहाँ पनि साउदी अरबमै हुनुहुन्छ। उहाँले 5,720 रुपियाँ हाल्नुभएको छ। त्यसै गरी विशाल भोमजन बकेया 8कै हुनुहुन्छ, हाल साउदीबाटै, उहाँले 5,510 रुपियाँ चाहिँ यहाँ अहिले सहयोग गर्नुभएको छ। त्यसै गरी हुनुहुन्छ विजय मोक्तान, बकेया 10को हुनुहुन्छ, उहाँले 1,900 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी विजय पाखरिन बकेया 3 हात्तीसुडे, हाल मलेसिया हुनुहुन्छ, उहाँले 50,000 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी अष्टराम वाइबा हुनुहुन्छ, निजगढ 11 रतनपुरको हुनुहुन्छ, उहाँले मलेसियाबाट 10,000 रुपियाँ, हाल मलेसियामा हुनुहुन्छ, उहाँले 10,000 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी रिदम ओगटी हुनुहुन्छ, ओखलढुङ्गाबाट, उहाँले चाहिँ ओखलढुङ्गाका हुनुहुन्छ, उहाँ चाहिँ हाल मलेसियामा हुनुहुन्छ, उहाँले 1,100 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी सन्तवीर ठोकोर हुनुहुन्छ, चितवनबाट, हाल मलेसिया, उहाँले पनि 5,500 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी जनक भोमजन हुनुहुन्छ, जनक भोमजन बकेया 8को हुनुहुन्छ, उहाँ स्थानीय नै हुनुहुन्छ, उहाँले 2,055 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी सुरज सिङतान बकेया 8 बस्तीपुरको हुनुहुन्छ, हाल मलेसियामा हुनुहुन्छ, उहाँले 5,062 रुपियाँ 50 पैसा। त्यसै गरी कृष्ण बहादुर वाइबा हुनुहुन्छ, बकेया 8 बस्तीपुरकै हुनुहुन्छ, हाल मलेसियामा हुनुहुन्छ, उहाँले 5,062.5 रुपियाँ 50 पैसा उहाँले हाल्नुभएको छ। त्यसै गरी प्रताप भोमजन हुनुहुन्छ, बकेया 8 बस्तीपुर, हाल साउदी अरबमा हुनुहुन्छ, उहाँले 5,555 रुपियाँ। र प्रभाकर भोमजन हुनुहुन्छ, उहाँले बकेया 8 बस्तीपुरबाटै हुनुहुन्छ, उहाँले 1,317 रुपियाँ गरेर जम्मा 1,09,512 रुपियाँ सहयोग गर्नुभएको छ। आदरणीय दर्शक महानुभावहरू, उहाँ सहयोगी मनप्रति धेरै धेरै धन्यवाद, जसले अरूलाई अप्ठ्यारो पर्दाखेरि यसरी सहयोग गर्नुभएको छ। उहाँहरूलाई भगवान्ले पनि हेर्नुहुनेछ। आज उहाँलाई परेको छ हाम्रो श्री कुमार वाइबा हुनुहुन्छ, बकेया गाउँपालिका वडा नम्बर 8 बस्तीपुरको श्री कुमार वाइबा। आज उहाँ रोगले पीडित हुनुहुन्छ। एउटा रगत मासुको जीवन हो, भोलि जसलाई पनि पर्न सक्छ। आज उहाँलाई परेको छ, आज भोलि मलाई पर्न सक्छ, अरूलाई पर्न सक्छ। त्यसैले त्यो एउटा गरिब, एउटा चाहिँ आफ्नो आर्थिक अवस्था सबै सकिसकेपछि जुन किसिमले उहाँले चाहिँ अपिल गर्नको लागि हामीलाई भिडियो बनाउन लाउनु भयो, भिडियो बनाइसकेपछि यो एउटा 1,09,500 रुपियाँ पैसा चाहिँ उहाँहरूले सहयोग गर्नुभएको छ। यो सहयोगी मनप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले सहयोगीहरूको नाम लिस्ट पनि यसमा स्क्रिनमा राखिरहेको छु। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँले पनि सहयोग गर्न चाहनुहुन्छ भने मैले पीडितको छोरीको क्युआर, ई सेवाको क्युआर पनि मैले स्क्रिनमा राखिदिएको छु। त्यो क्युआर स्क्यान गरेर तपाईँले सकेको सहयोग गरिदिनु होला। बिरामी भनेको कतिखेर र कुन अवस्थामा हुन्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। आज उहाँलाई श्री कुमार वाइबा जुन किसिमको बिरामी हुनुभयो, अपरचट वैदेशिक रोजगारमा गएर फर्केर आइसकेपछि जुन किसिमको रोग भयो, आज जुन रोग लागेको छ, उहाँ आफैले पनि सोच्नै नसकिने रोग लागेको छ। उहाँलाई उपचार गर्नको लागि डाक्टरले धेरै खर्च लाग्छ भन्नुभएको छ, तर उपचार गर्नको लागि पनि किडनी दिनको लागि उहाँको ब्लड ग्रुपदेखि लिएर धेरै कुराहरू मिल्नुपर्ने छ। आज एउटा मृत्युसँग लडिरहेको छ, त्यस्तो व्यक्तिलाई जुन किसिमको सहयोग गर्नुभएको छ। यो विभिन्न देशबाट र स्वदेशमै रहनु भएर धेरैजना साथीहरूले सहयोग गर्नुभएको छ। उहाँलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। र तपाईँहरूले यस्तै सहयोग गर्नुभयो भने आगामी दिनमा फेरि अर्को एउटा भिडियो लिएर आउने बाचाका साथ नमस्कार।